विश्व महाशक्ति राष्ट्र रुसका प्रमुख भ्लादिमिर पुटिन र उत्तर कोरियाका कठोर शासक किम जोङ उन यी दुवैलाई दायाँ बायाँ राखेर अर्को महाशक्ति चीनका राष्ट्र प्रमुख शी जिनपिङले दुनियाँकै शक्तिशाली हतियार प्रदर्शी सैन्य प्रयोग गरे। जमिनमा एउटै गति, एउटै रफ्तार, एउटै शोर, एक इन्च पनि तलमाथि छैन। आकाशमा उत्तिकै आकर्षक फाइटर हतियारहरूको बारात विश्व नै चकित पार्ने गरी चीनले सैन्य प्रयोगको उत्सव बनायो। यो मञ्चमा 50,000 दर्शकलाई आमन्त्रण गरिएको थियो। 70 मिनटको यो सैन्य परेड अनुशासन र प्राविधिक चमत्कारको अद्भुत प्रदर्शन थियो। चीनले आफ्नो अत्याधुनिक हतियारहरूको प्रदर्शन गर्यो, जसमा अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलहरू समावेश थिए। यसले हजारौं किलोमिटर टाढासम्म निशाना लगाएर दुश्मनको भेद गर्न सक्छन्। ड्रोन विरोधी हवाई रक्षा प्रणालीको प्रदर्शन गरियो, जसले आधुनिक हवाई खतरासँग जुझ्न चीन अब तयार छ भन्ने विश्वलाई देखायो। शक्तिशाली ट्याङ्कहरू र लडाकु सवारी साधनले जमिनमा चीनको दबदबा प्रदर्शन गरे। तपाईले देख्नुभएका यी G-10 लडाकु विमानहरूले 14 रङको छटा छोड्दै आकाशमा शानदार प्रदर्शन गरे। सैन्य परेडमा पहिलो पटक चीनले सार्वजनिक गरेका नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणु अस्त्र बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र र पानी मुनि प्रयोग गरिने विशाल ड्रोनहरू छन्। क्षेप्यास्त्रले 12 वटासम्म युद्ध शीर्ष बोक्न सक्छन्। यसलाई चीनले प्रभुत्व जमाउँदै आएको ताइवान आक्रमणको योजनाका रूपमा समेत हेरिएको छ। यो प्रदर्शनले खाली हतियारको शो अफ मात्रै गरेको थिएन, चीनको प्राविधिक उन्नति र विश्वमा आफूलाई महाशक्तिका रूपमा उभ्याएको प्रमाण पनि थियो। परेडको अन्त्यमा 80,000 सेता परिवारहरू उडाइयो, जो सैन्य शक्तिको बीचमा शान्तिको सन्देश बोकेर शी जिनपिङले खुल्ला गाडीबाट आफैले उत्पादन गरेका शक्तिशाली मिसाइलहरू र सैनिकहरूको निरीक्षण गरे, जनसमूहलाई सम्बोधन गरे, धाक धम्की दिनेहरूसँग कहिल्यै नडराउने र सधैँ अगाडि बढ्ने उद्घोष गरे। Under the banner of the National United Front Against Japanese Aggression, established at the initiative of the Communist Party of China, the Chinese people stood up to fight the formidable enemy with an iron will and formed a great war with flesh and blood to defend the nation, and ultimately achieved the first complete victory in resisting foreign aggression in modern times. खास गरी चीनले आफ्नो सैन्य शक्तिको प्रदर्शन मार्फत क्षेत्रीय र विश्व मञ्चमा आफ्नो हैसियत देखायो, विशेष गरी इन्डो पेसिफिक क्षेत्रमा। दोस्रो, यसले राष्ट्रिय गौरव र एकतालाई प्रोत्साहन गर्यो। तेस्रो, यो कूटनीतिक मञ्च थियो जहाँ विश्वका 26 नेताहरूको उपस्थितिले चीनको प्रभावलाई खुल्ला मनले स्वागत गरिरहेको थियो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए। परेडको सबैभन्दा चर्चित दृश्य नै शी जिनपिङको दायाँ बायाँ पुटिन र किम जोङ उनको उपस्थिति बन्यो, किनकि यो संयोग मात्रै थिएन, यो चीन, रुस र उत्तर कोरिया बीच गठबन्धनको प्रतीक थियो। किम हिजो मात्रै आफ्नो विशेष रेल मार्फत चीन गएका थिए। किमको साथमा उनकी छोरी पनि प्रकट भइन्, जसलाई उत्तर कोरियाको आगामी उत्तराधिकारीका रूपमा समेत विश्वले यही मञ्चमा हेर्न पाएको छ, जसले पश्चिमी शक्तिहरू विशेष गरी अमेरिकालाई चुनौती दिइरहेको छ। शीले पुटिन र किमलाई छेउमा राखेर पश्चिमा विरुद्ध एकताबद्ध मोर्चा बनेको संकेत दिएका छन्। तर नेपालका लागि भने यो परेडमा सहभागी भएको विषयले जापानसँग चलिरहेको विकासपूर्ण र मैत्री सम्बन्ध अपमानमा बदलिने खतरा पनि छ, किनकि यो उत्सव दोस्रो विश्व युद्धमा चीनले जापानलाई हराएको खुसियालीमा आयोजित थियो। सन् 1945 पछि 1959, 2015 र अहिले 2025 मा गरी चीनले 3 पटक सैन्य परेड गरेको छ। तर नेपाल जस्तो असंलग्न परराष्ट्र नीति भएको देशलाई कुनै देशको हार विरुद्ध उत्सव मनाउनु शोभनीय थिएन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नै फर्किँदा ओली चीनमै छन्। रुडिकलमा घोडा उत्रिएको देखेरै अद्भुत महसुस गर्ने र आफूलाई शक्तिशाली शासकका रूपमा बेउन खोज्ने हाम्रा प्रधानमन्त्रीले साँच्चीकै यो चीनको विशाल सैन्य परेड र विश्वकै महाशक्ति शासक शी पुटिन र किमको छेउमा उभिएर मञ्च सेयर गर्दा कस्तो अनुभूति गरे होलान्? के हाम्रा प्रधानमन्त्रीलाई साँच्चीकै देश त बनाउनै पर्ने रहेछ भन्ने महसुस भयो होला?
यस्तो भव्य मञ्चमा उभिएर ओलीले शक्ति र प्रगतिको यो प्रदर्शनबाट के अनुभव गरे होलान्? सायद उनले विश्व शक्तिहरूसँग काँधमा काँध मिलाएर उभिने अवसरलाई नेपालको कूटनीतिक उचाइ र अन्तर्राष्ट्रिय उपस्थितिको अवसरका रूपमा लिए होलान्। अत्याधुनिक धान उत्पादन क्षेत्रको भ्रमणले उनलाई नेपालको कृषि र विकासमा नयाँ सम्भावनाको सिकाइ भयो होला। 4 दशकमा चीनको जीडीपी 149 अर्ब डलरबाट 2024 सम्म झन्डै 19 खर्ब डलर पुग्यो, जुन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो। यसले गरिबी 80%बाट घटाएर 1% भन्दा कममा झार्यो। नेपालको जीडीपी भने 2024 सम्म पनि जम्मा 43 अर्ब डलर छ। 25% जनसङ्ख्या अझै गरिबीको रेखामुनि छ। चीनले यस्तो प्रगति गर्न 40 वर्ष लियो, नेपालले कतिौं वर्ष लिएला। यस्ता शासकहरू भएसम्म तलै झर्ने हो माथि उक्लिने सम्भावना एकदमै न्यून छ। चीनको परेडमा ओलीले शक्तिशाली नेताहरूसँग मञ्च सेयर गर्दा गर्व महसुस गरे होलान्, तर कम्तीमा पनि यो अनुभवले उनलाई नेपालको विकासमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर बन्न प्रेरित गरोस्। नेपालका सबै शासकमा उत्पादन नगरी हुन्न भन्ने चेत भरोस्, किनकि नेपालको प्रगति केवल ठूला सपना देखाएर मात्रै हुँदैन। स्थिर नेतृत्व, दीर्घकालीन नीति र जनताको विश्वास जित्ने कार्यान्वयनले मात्रै पूरा गर्नेछ। अब काण्ड मात्रै मच्चाएर होइन, विकास मच्चाएर रेकर्ड राख्ने सद्बुद्धि देओस्।